सबैलाई मेरो नमस्कार। म रामधनी 5 झुम्का सुनसरीबाट मनोज पोखरेल बोलिरहेको छु। म आज केही जानकारीमूलक भिडियो बनाउन गइरहेको छु हजुर देशको बारेमा। म न कुनै पार्टीको नेता हो, न कुनै कार्यकर्ता, न कुनै झोले, म केही पनि होइन। म एउटा स्वतन्त्र व्यक्तिको नाताले म देशको बारेमा केही भन्न गइरहेको छु। मजाले सुन्नुहोला, के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। हेर्नुहोस्, आज हाम्रो देशको यो अभिगत बनाउनमा नेताको मात्रै दोष छैन हजुर। किनभने हामीलाई घरि राजा चाहिएको छ, घरि लोकतन्त्र चाहिएको छ, घरि गणतन्त्र चाहिएको छ, घरि काटमार गरेको छ, लडाइँ झगडा गरेको छ, अर्कालाई फसाएको छ, झुटो बोलेको छ, दुनियाँलाई दुःख दिएको छ। यसो गरेर देश बन्छ हजुर? यसरी त देश बन्दैन। देश बनाउनको लागि त त्यो हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू दिनानुदिन हजारौँ लाखौँको करोडौँको सङ्ख्यामा विदेश पलायन भएको नेपालीलाई चाहिँ स्वदेशमै केही रोजगार दिनु पर्यो र पो देश बन्छ। देशमा हेर्नु, हिजोको दिनमा हाम्रा जननेता मदन भण्डारीलाई भिरबाट खसालेर मारियो, उसको हत्यारा पत्ता लाग्यो। हत्यारा पत्ता लागे पनि हाम्रो देशमा हत्यारालाई जेल हाल्न सकिरहेको अवस्था छैन। हेर्नुहोस्, त्यस्तै गरेर राजगद्दीमा बसेको राजालाई हाम्रो नेपाली जनताहरूले अथवा नेपाल सरकारले राजा मारेको आरोपमा जेल हाल्न सकिरहेको अवस्था छैन। त्यस्ता हत्याराहरू खुल्याम घुमिरहेका छन्। अझै कति छन्, कति त्यस्ता हत्यारा। निर्मला बलात्कृत भइन्, उहाँको हत्यारालाई कसैले पनि जेल हाल्न सकिरहेको अवस्था छैन। हामीलाई चाहिँ अहिले राजा चाहियो भन्दै आन्दोलन गर्छौँ, काटमार गर्छौँ, लडाइँ झगडा गर्छौँ। यसो नेपाली जनताले नगरिदिनु हुन म अनुरोध गर्दछु। राजा यदि सक्षम छन् भने आउनुहोस् न, नेपाली जनतासित हात मिलाएर हातेमालो गर्दै जानुहोस्, बस्नुहोस् राष्ट्रपतिको ठाउँमा राजा बस्नुहोस्। यही गणतन्त्र चलिराखोस्। प्रधानमन्त्रीको कुर्सीमा एउटा सक्षम व्यक्तिलाई चुनेर राख्नुहोस्। अब त सचेत हुनुहोस् नेपाली नागरिक। हामी अब सचेत हुनुपर्छ क्या। कति लडाइँ झगडा, मारपिट, अर्कालाई फसाउने, बलात्कार गर्ने, कति अर्कालाई झुटो बोल्ने, अर्कालाई दुःख दिने गर्ने, यसो गरेमा केही हुँदैन। देश विकास गर्नु छ भने आफ्नै देशमा रोजगारी सिर्जना गरौँ, रोजगारीको सिर्जना गरौँ। दिनानुदिन विदेश पलायन हुने हाम्रा ती दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नै देशमा रोजगार दिउँ, रोजगारीको प्रबन्ध गरौँ, आफ्नै देशमा परिश्रम गरौँ, आफ्नै देशमा केही फलाउँ, फुलाउँ, उब्जाउँ।